हेलो नमस्कार सबैजनालाई। म विवेक राज रोकाया। विवेक राज रोकाया युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। यो युट्युब च्यानल खोलेको चाहिँ करिब 7 वर्ष भइसकेको छ। यो युट्युब च्यानल स्टार्ट गरेको चाहिँ 2075 माघ 5 गते स्टार्ट गरेको थिएँ। मैले फर्स्ट भिडियो चाहिँ अपलोड 2075 माघ 5 गते अपलोड गरेको थिएँ। त्यसपछि करिब अहिलेसम्म चाहिँ 10 वटा भिडियो मात्रै छन्। यो भिडियो गरेर 11 वटा भिडियो हुन्छ हैन। त्यसपछि लास्ट भिडियो चाहिँ 2078 फागुन 21 गते हैन। फागुन 21 गते चाहिँ शिवरात्रि थियो। हामी कहाँ थियौँ भनेपछि पशुपतिमा गएको थियौँ। त्यहाँ त्यो भिडियो अपलोड गरेको थिएँ। त्यसपछिको 4 वर्ष हैन 2078 79 81 82 4 वर्ष भिडियो कुनै पनि भिडियो अपलोड गरिएको थिएन। अब आजबाट चाहिँ म डेली बेसिसमा चाहिँ भिडियो अपलोड गर्न गइरहेको छु। 4 वर्षपछि हैन युट्युब च्यानल स्टार्ट गरेको त 7 वर्ष भयो। 7 वर्षमा चाहिँ खासै चेन्जेस चाहिँ देखिन। मैले चाहिँ मेरो अनुहार चेन्जेस भए पनि त्यसमा प्रोग्रेस भन्ने केही पनि देखिएन। आजबाट चाहिँ म रेगुलर बेसिसमा डेली बेसिसमा भिडियो अपलोड गर्ने प्रयास गरिरहेछु। डेली एउटा भिडियो हैन। चाहे त्यो भ्लगिङ होस्, डेली भ्लगिङ बेसिस टाइपको भिडियोहरू अपलोड गर्दैछु। र अर्को हाम्रो रोकाया ब्रदर्स च्यानल छ। त्यसमा चाहिँ इटिङ च्यालेन्जहरू भइरहेको हुन्छ। त्यो च्यानल पनि गएर तपाईले चेक गर्न सक्नुहुन्छ। त्यो च्यानल पनि भर्खर स्टार्टिङ फेजमा नै छ। र म अहिले चाहिँ बागबजारबाट बोलिरहेको छु। दिनहरू कसरी बितिरहेका छन् भन्ने कुराहरू आउने भिडियोहरूमा तपाईले जानकारी लिन सक्नुहुन्छ। आज चाहिँ यो 4 वर्ष पछाडिको चाहिँ फर्स्ट भिडियो हुनेछ। यसमा आज तपाईले केही पनि पाउनु हुने छैन। मतलब दिस इज इन्ट्रोडक्सन भन्ने हैन। केही पनि हुने छैन यो भिडियोमा। नथिङ न्यू। आजबाट चाहिँ रेगुलर बेसिसमा भिडियोहरू आउने छन्। तपाईहरुलाई यदि केही प्रोग्रेस गर्नुपर्छ मेरो भिडियोमा भन्ने सुझाव सल्लाह दिन चाहनुहुन्छ भने कमेन्ट गर्नु होला हैन। तपाईहरुको सुझाव सल्लाहबाट नै मैले सिक्ने मौका पाउने छु। र म अहिले भिडियो एडिटिङ गरिरहेको छु। बागबजारबाट बोलिरहेको छु। भिडियो एडिटिङ गर्दैछु। भिडियो एडिटिङ चाहिँ विभिन्न प्रोजेक्टहरुमा काम गरिरहेको छु मैले चाहिँ अहिले। तपाईहरुलाई जानकारी हुने नै छ कस्तो कस्तो खालको भिडियोहरु बनाउँछु भनेर। मैले कस्तो खालको एडिटहरु गरिरहेको छु, कसरी आम्दानी भइरहेछ भन्ने कुराहरु आउने भिडियोमा तपाईहरुले थाहा पाउनु नै हुनेछ। आज चाहिँ मैले एकजना सरको भिडियो एडिट गर्नुपर्ने छ। त्यो भिडियो एडिट गर्छु। त्यसपछि बाँकी कुराकानीहरु भिडियो एडिट गरिसकेपछि गरौँला है त। अहिलेलाई म भिडियो एडिट गर्न सुरु गरे। One hour later. करिब 1 घण्टाको मेहनत पछि भिडियो एडिटिङ गरिसकेपछि फाइनली यो भिडियो एडिट गरेर रेडी भइसकेको छ। यो भिडियो चाहिँ अब सम्बन्धित मान्छेले पठाउनु पर्छ। त्यसबाट रेस्पोन्स कस्तो आउँछ हैन उहाँले चेक गर्नुपर्ने हुन्छ एकचोटी। यो भिडियो तपाईहरुलाई पनि इन्फर्मेटिभ हुन सक्छ। जुन मैले भिडियो एडिट गरे त्यो चाहिँ तपाईहरुलाई पनि एकदमै इन्फर्मेटिभ भिडियो हो। त्यो चाहिँ कस्तो खालको भिडियो, कहाँ जान्छ त्यो भिडियो, कुन च्यानलमा जान्छ भन्ने कुराहरु, कसको च्यानल कसको हो भन्ने कुराहरु बिस्तारै आउने भिडियोहरुमा बताउने नै छु तपाईहरुलाई। मैले भनिहाले नै आजबाट रेगुलर बेसिसमा डेली एउटा भिडियो अपलोड हुने नै छ। विवेक राज रोकाया अफिसियल युट्युब च्यानलमा सब्स्क्राइब धेरै चाहिँ छैन। 248 मा
अब तपाईहरुले सब्स्क्राइब गर्नुभयो भने चाहिँ बढ्दै बढ्दै जानेछ। यदि मेरो 1000 सब्स्क्राइबर र 4000 वाच आवर पुगेछ भने तपाईहरु पनि अब भिडियो एडिटिङ सिक्न चाहनुहुन्छ भने मैले भनिहालेँ 1000 सब्स्क्राइब र 4000 वाच आवर पुगेछ भने चाहिँ म तपाईहरुलाई स्टेप बाइ स्टेप गाइड गर्न सक्छु। त्यो भए हुनाले तपाईहरुले यो च्यानललाई सब्स्क्राइब गरेर मनमा लागेका कति कुराहरु दिन नबिर्सिनु होला। अहिलेलाई यति नै, बाँकी कुराकानीहरु अर्को भिडियोमा भेटौँला। अहिलेलाई बाइ बाइ।